तपाईहरुले आजको ब्लगमा आउनेहरु हुन्छ 1000 के सब्स्क्राइब पुर्याउनु पर्यो है साथीले मलाई पार्टी दिन्छु त्यतिबेला कार्यक्रम सकिन्छ र घर जाम भइसकेको छ फाइनली साथीहरु अब चाहिँ सकियो हैन अनि अब चाहिँ हामी घरतर्फ हेलो गाइस हजुरहरुलाई स्वागत छ र मलाई पनि स्वागत छ सुशील दानाले म चाहिँ आज मुर्कुजी जान लागिरहेको छु मुर्कुजी चाहिँ किन भन्नुहुन्छ भने हाम्रो चाहिँ यो लोकसेवा आयोग सम्बन्धितको अभिमुखीकरण तालिम थियो 7 दिने तालिम अनि आज चाहिँ लास्ट दिन हो अनि त्यही भएर हामी जानुपर्ने हुन्छ यहाँ चाहिँ म चाहिँ साथीको घर आएर बसिरहेको छु अहिले अनि अब साथी आउँछ त्यसपछि साथी र म अनि जानुपर्ने हुन्छ मुर्कुजी है त्यही हो अनि मेरो चाहिँ भ्लगमा 1K पुग्न खोजिरहेको छ हैन 1K पुग्न लागिरहेको छ है सबैले लाइक शेयर सब्स्क्राइब र सपोर्ट पनि गरिदिनु होला है साथी पनि आइसक्यो हाई भन अब आजै हो अन्तिम हाई भन हाई हेलो अब चाहिँ हामी जानुपर्ने हुन्छ हैन सो साथीहरु हामी चाहिँ हैन नयाँबाट चाहिँ अब मुर्कुजीतर्फ लागिसक्यौं देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी यहाँ हस्पिटल लिएर आइसक्यौं अनि अब चाहिँ एकछिनमा हामी यस मुर्कुजी पुग्नेछौँ अनि हामी चाहिँ अब मुर्कुजी छिर्न आँटिसकेका छौँ है अनि अब चाहिँ यस्तै छ गतिविधि हामी जाँदैछौँ गाडी रहेछ गाडी चाहिँ हाम्रो अब हरिजी आउनु हो क्यामेरा अब हामी देखाउँदै गर्नेछौँ आज चाहिँ मौसम पनि मन्द दामी रहेको छ होइन तर हामी चाहिँ अलिक गाडीमा छिर्दैछौँ क्या मौसम देखाउनु पर्यो भनेको रुखबिरुवा मात्रै आइदिएर ल गाइस हाम्रो 1000 के सब्स्क्राइब पुर्याउनु पर्यो है साथीले मलाई पार्टी दिन्छु भने 1000 के पुग्यो भने त्यही भएर म पनि लागि परिरहेको छु हैन त्यही भएर तपाईहरुले पनि सक्दो चाहिँ सहयोग गरिदिनु पर्ने हुन्छ हैन त्यसका लागि अनि 1000 के पुगेपछि साथीले फेरि दामी दामी भ्लग अनि कन्टेन्ट लिएर आउनेछ हैन त्यसको लागि चाहिँ बल गरिदिनु पर्यो हैन आज अलि चट्ट नुहाउनसम्म थाल्यो हैन अन्तिम दिन नुहाउनु पनि पर्छ नि त गाई तर नुहाउन त हिजो नि नुहाएको दिनै पछि नुहाउने बानी छ क्या हाम्रो चाहिँ फेरि त्यही भएर तिरेको हो छिर्ने भनेको के हो यस्तो यो यता लाग्नुपर्छ अब हाम्रो वडा कार्यालय चाहिँ यता टक्क हामी आइसक्यौँ होइन अब यहाँ टक्क पार्किङ गर्ने हो अनि टक्क अब साथी चाहिँ हिरोको रोलमा झर्छ है ल टक्क ट्याक 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 ठ्याक ठ्याक हिरो छ नि हाम्रो मित्र ओहो तर दामी तान्दियो ल होइन ल हामी चाहिँ माथि जानुपर्छ छिर्न आँट्यौँ होइन अब भित्र त देखाउन मिल्छ मिल्दैन के छ होइन तर बाहिर चाहिँ हामी चाहिँ आइसकेको छौँ साथीहरू अब के हुन्छ सर पढाउँदै हुनुहुन्छ तपाईहरुले आजको ब्लगमा आउनेहरु हुन्छ मलाई यसरी खिच्न पाइँदैन किन पाइँदैन आफ्नो साथीलाई नथिच्यो अरू कसलाई थिच्नु होइन होइन साथीहरू यहाँ सबैको अनुहार लगायो सबै थोक्छ क्या मादलदेखि लिएर होइन यहाँ चाहिँ हामी सबै
अब यहाँ र्याङ्किङ क्रमशःमा हुन सक्छ त्यसको लागि म पहिला नै यहाँ समक्षमा नाग्दै त्यसै गरी अलिकति अतिथिक आश्रम ग्रहण गरिदिनु हुन रौतमाई गाउँपालिका कार्यपालिका सदस्य दुर्गा एसज्यूलाई पनि म हार्दिक अतिथिक आश्रम ग्रहणको निम्ति क्रमशः हाम्रो यस 7 दिने कार्यक्रमलाई मुख्य प्रशिक्षक तथा सर्वप्रथम त आफ्ना जिज्ञासा आफ्ना चाहिँ महसुस कस्तो भन्नु त कस्तो प्रविधि तथा लोकसेवाकारी त्यसै गरी यस कार्यक्रमका अध्यक्षज्यू त्यसै गरी यस कार्यक्रम प्रमुख अतिथिज्यू रौतमाई गाउँपालिकाका पालिका अध्यक्षज्यू त्यसै गरी रौतमाई गाउँपालिका कार्यपालिका सदस्यज्यू त्यसै गरी प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएका आदरणीय विद्वान व्यक्तिगत रौतमाई गाउँपालिकाका कार्यपालिका सदस्यज्यू यो अभिमुखीकरण तालिममा प्रेरक प्रशिक्षक दिवस र सदस्य यो सामुदायिक सिकाइ केन्द्र मुख्यका यो कार्यक्रममा सहभागी हुने अल्छी लागिसकेको छ होइन कति बेला कार्यक्रम सकिन्छ र घर जाम भइसकेको छ प्रशिक्षकको रूपमा मलाई यसमध्ये हेर्न सक्नुहुन्छ म त सबै सुनिरह नि होइन कार्यक्रम यो सेवा सम्मान तयारीको सबै आफैमाथि परिपक्व हुने सबै आफ्नै दिमागमा परिपक्वता आफ्नै दिमागमा पुरेर हुँदैन मस्त छ सबैलाई अरूबाट पनि अरूको कुराहरू पनि सुनेर अरूबाट फाइनली साथीहरू आजबाट चाहिँ अब तालिम सकियो होइन अनि अब चाहिँ हामी घरतर्फ जानुपर्ने हुन्छ प्रमाणपत्र पनि आइसक्यो होइन अनि यो चाहिँ मोरकुजी देख्न सक्नुहुन्छ अनि यहाँ चाहिँ अब फोटो सेसन हुन्छ होइन सबै पुरै निक्लिरहनु भएको छ भित्रबाट अनि यहाँ चाहिँ वडा कार्यालय हेर्न सक्नुहुन्छ होइन यहाँ चाहिँ हाम्रो सरहरू खाइवरिकन अब चाहिँ हामी गाईहाटतिर हिँडेको अब गाईहाट तर्फतिर जान्छौँ हजुरहरूलाई चाहिँ अब चाहिँ के भन्नु मेरो 1K सब्सक्राइब गर्न खोजिरहेको छ सबैले लाइक सेयर सब्सक्राइब गर्नु होला।